बिहा गर अरे केटो खोजेर बिहा गरिहाल अन्त साथ ल नरुनु है यता गर्दा नि हुँदैन उता गर्दा नि हुँदैन अब हात समाएर हात निकै ठोके के भयो फेरि निकै ठोके कि कुइन हड्डीमा अहिले भरे मम्मीले मालिस गरिदिन्छ भरे तेल लगाएर मैले त हिँड भनेको नि त्यो मोबाइल खोज्न आएछ र मोबाइल पनि बोक्लो हिँड भनेर मलाई राखाइ दो बहिनीले खस्यो भनेर राख्नु लागेको भिडियो बनाउने घरबेटी आमा जस्तै यसरी भिडियो बनाएर बस्छ अनि आँखा चाहिँ कता हेऱ्यो त्यो ढुङ्गामा अल्झेछ एक्लै के गर्नु त अब फेरि हातको प्रब्लम थियो मलाई त रातो हरियो भइसक्यो फेर भरे तेल लगाएर अलि मारिदिनु न हराउँछ छोरी हराउँछ केही हुँदैन म त भोलि स्कुलबाट आएपछि छामा हेर्न आउँछु ल अनि बच्चा हाउ लागेर बोल्न सिक्यो अब नरौ म भोलि छ्यामाले हेर्न आउँछु ल नाकमान कोटार फेरि हारे घाउ पनि निकालिस् म भोलि हेर्न आउँछु नि नानीलाई म भोलि हेर्न आउँछु के अन्त दुखी अब स्कुल जानुपर्छ भित्र पढ्नुपर्छ भन्दा किन बाहिर निस्केको भर्याङबाट नि जान्छ कुन दिन खालि भर्याङमा हिँड्ने भएको छ अहिले छोरी रोको हेर अब भोलि छ्यामा हेर्न आउँछु कति घाउ भएको छ नि स्कुलमा गएर अस्तिको नर्स छ नि उसलाई डक्टरलाई भन्ने नि त अनि अन्त भोलि औषधि लगाइदिनु भने खै कति ठोकेछ हेर अब हेर्नु हुँदैन छोरी कति ठोके खै भोलि छ्यामा आउँछु ल हेर्नलाई छोरीलाई रुनु हुँदैन नरौ ल हाँस त ल छ्यामालाई हेरेर यता हेर्नु त ल हाँस्नु त कसरी हिँडेको यता हेर ल यता हेर हाँस त ल के छ है नरौ न रुनु हुँदैन ल नरौ नरौ कान्छो नरौ खै हाँसेको हाँस्यो भने छ्यामा हेर्न आउँछ नि भोलि रुनु हुँदैन है छोरी अब कहाँ जाने हो है यहाँ हुँदैन यहाँ मसँग राखै जाऊ रुनु हुँदैन भन्छु झन् रोको गरे क्या हो
ल रुनु हुँदैन छोरी नरौ नरौ अब अझै रुइरहेछ यो छोरी दा अझै रुइरहेछ लु हाँस त एकचोटि श्यामाले हेरेर हाँस त लु यता हेर्नु त छ्यामा खै कति ठोक्यो देखाउ त ल यता देखाउनु त खै हातमा Bari,